हामी चाहिँ अहिले साथी यहाँ शालिग्राम चाहिँ खोज्दैछौँ। 5 लाखसम्मका छन्। ए देउघाटमा बगरी हिँडेका छौँ। शालिग्राम खोज्ने ठाउँ हो यो चाहिँ देउघाटको। काली गण्डकी खोलाको किनारै किनार ठुलो छ तपाईहरुकै पुरै बगर ठुलो छ। यतापट्टि काली गण्डकी संगम स्थल त्यहाँ तलतिर भयो दुईटा त्यहाँ जोडिएको छ। माघको महिनामा तपाईहरु टाढा टाढा भए पनि मैले भिडियो गर्दैको छु। यही भिडियो हेरेर दर्शन गर्नु होला। यो भिडियो हेर्न पनि भाग्यमानीले पाउँछ, हेर्न खोज्नेले पाउँछ। हो यो दाइ हुनुहुन्छ, यो दाइले बताइदिनुहुन्छ। दाइ एक दुईवटा कुरा यहाँ बताइदिनु न। नमस्ते। के यो देउघाट धामको विषयमा? हजुर हजुर। यस्तो हुन्छ, यो किम्वदन्ती अनुसार हामीले पनि कुरा गर्ने हो हैन। अब यहाँको किम्वदन्ती अनुसार चाहिँ यदि सत्य अलप हुँदै जाँदाखेरि देवघाट यो क्षेत्रमा चाहिँ भगवानहरू अन्त सत्य नहुँदा पनि सकिँदा पनि यहाँ सत्य थियो अरे। र घाट भनेको के हो भन्दा कि मसान घाट हुन्छ कि अर्को दुईटा घाट हुने हो। एउटा चाहिँ कस्तो हो भने नाउबाट वारिपारी गर्ने ठाउँलाई घाट भनिन्थ्यो। त्यो बेलामा देवघाटमा आइसकेपछि देवताहरू वारिपारी गर्ने ठाउँ भएकाले यो देवघाट धाम भएको भन्ने किंवदन्ती छ। अब विशेष त्यसका लागि त अब त्यहाँनेरि चाहिँ हाम्रा जानकारहरू हुनुहुन्छ, उहाँहरूसँग बुझ्न सक्नुहुन्छ। हामीसँगबाट जे जति बुझ्ने भनेको हामी पनि अब चाहिँ यहाँ आएर आस्थाका लागि असाध्यै राम्रो र धेरै 77 जिल्ला मात्रै होइन देश विदेशबाट पनि यहीँ रमाउन आउने भएकाले होइन है हामी पनि यहीँ आएर बसौँ भनेर हामी पनि यहीँको स्थानीय बासिन्दा भएका छौँ होइन। अब खासमा चाहिँ हामी हाम्रो घर चाहिँ ओखलढुङ्गा हो। अरू भनेको अब यही हो। तपाईहरुलाई हामी अब खै कसरी भन्ने स्वागत छ तपाईहरुका लागि हमेसाका लागि। हस् दाइ हस्, धन्यवाद। हामी चाहिँ यहाँ देवघाट धामको दर्शन गरिवरी अब फर्क्यौँ। अब यहाँबाट टक्क सिडी चढ्दैछौँ। उहाँ शिवलिङ्ग त्यता रहेछन् ती, यता शिवजी। मेरो चाहिँ रहेछ मलाई नि ल अब यताबाट पनि जाइन्छ यता। ल यो चाहिँ पागल बाबा अघोर आश्रम जाने बाटो रहेछ यो चाहिँ। यहाँबाट हामी छिर्दैछौँ। अब यहाँको दृश्यहरू तपाईँहरूलाई एकदमै राम्रो राम्रो दृश्य देखाउने छौँ। यो चाहिँ के हो दाइ? यो खास शिवजीले ध्यान गरेर ठाउँ हो यो? यो चाहिँ के शिवजी कि के हो नि? खुट्टा मालिस गरेको छ। यो कुन कुन भगवान हुन् त दाइ? मिलन दाइ कुन कुन भगवान हुन् त? श्री कृष्ण र पार्वती, विष्णु र लक्ष्मी। लक्ष्मी र विष्णु शङ्कर रहेछ नि त हातमा। ल चक्र चाहिँ निक्लेछ मुलाबाट। आज हामी भाइहरूलाई घुमफिर दुईपट्टि नै मोबाइल देखाइएछ। कस्तो लागिरहेको छ? एकदम राम्रो लाग्यो दाइ। ठिक छ कायदा छ यहाँको। बसिरहँ जस्तो रहेछ ठाउँ। एकदमै राम्रो छ दाइ। अब हामी चाहिँ वरिष्ठ गुफा विशिष्ट गुफा जाने बाटो जाँदैछौँ। कुन गुफा दाइ? सीता भाँसिएको ठाउँ चाहिँ अब हामी हेर्न जाँदैछौँ। कति ठाउँ त यहाँको पनि त्यहाँबाट निस्केको हो।
पागल बाबा अघोर यज्ञशाला रहेछ है यो चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ अब पगला बाबा यस्तो छैन नक्साको त ठिक छ होइन नक्सै लिएर आउनु लागेको लिएरै आउनु लाग्यो नक्सा अनि अनि त्यो ऊ भन्नु न कान्छामा मसँग कान्छाको नम्बर भन्दा क्या त्यो मलाई मिलन ल हड्डीहरू रहेछ नि त जाइ त्यहाँ भिडियो बनाउनु त पाइन्छ नि होइन दाइ के दाइ तर धेरै रहेछ क्या सार्वजनिक ठाउँ त यहाँ अनि सबै सार्वजनिकै हो क्या यो धेरै रहेछ होइन सार्वजनिक भित्रै हुन्छन् यहाँ घरहरू भयो हो गुठी भन्छ गुठी गुठी सिस्टमले किनले हुन्छन् तर सार्वजनिक भित्रै हुन्छन् क्या त्यो पनि पत्रकार हुँदाखेरि हजुर रवि लामी छानेले नाका अगाडि फुट्ने गरी हान्नुपर्छ भनेको म धरानको मेयरले नाका अगाडि फुट्ने गरी हानेको थिएन थियो हो त्यही बेला हानेको मुर्की कि तल्लापट्टि काठको पनि बजेर पड्केर पछि ढाँटेर लगाएको यो चाहिँ कुन राजा हुँदै होला नि फेरि भुवन होला नि तिनका पालाका राजा र मन्त्री हुन् क्या त्यो दुईटा राजा र प्रजा भनौँ न होइन कति पर्दा जनता भयो ए राजा र मन्त्री ल होइन के हो सूर्यको छाप भएका छन् एमाले हुन् कि क्या त्यसो दाइ होइन एमाले होइन एमालेलाई यसरी राख्न सक्ने नि छैन यो चाहिँ शेषनाग हुन् है ल है साथी हो अब यहाँबाट चाहिँ सीता गुफा वरिष्ठ गुफा सीता गुफा जाने बाटो हामी जाँदैछौँ हनुमानजी पनि आइपुग्नु भयो यहाँ है धेरै छ नि त आश्रम मन्दिर यहाँबाट चाहिँ सीता गुफा जाने बाटो अब हामी जाँदैछौँ वहाँ पुगेर तपाईँहरूलाई फेरि सीता गुफाको भिडियो देखाउनेछौँ है त वशिष्ठ गुफा सीता गुफा जाने बाटो झरिरहेका छौँ हेर्नु है एकदमै तल रहेछ यिनै हुनु कि याद है वशिष्ठ गुफा ल है यहाँभित्रबाट चाहिँ वशिष्ठ गुफा यहाँ है यस्तो रहेछ नि अद्भुत छ ल हेर्नु त है यहाँबाट पर भित्र छिर्ने रहेछ दाइ यहाँबाट उता निक्लिने हो छिर्ने हो खोइ मलाई पनि थाहा भएन यहाँबाट छिरा कहाँ निस्किन्छ यहाँ वशिष्ठ जुत्ता खोलेर भित्रै छिर्न नि मिल्छ जुत्ता खोल्नुपर्छ अनि गएर आफूले त्यहाँ गएर सर्स लाउन मिल्छ कि नै मिल्छ लाएर जान मिल्यो अशुद्ध मान्छेहरू नजानुहोस् चोखनितो मान्छेहरू भित्र छिरेर दर्शन गरेर आउनु मिल्छ अशुद्ध मान्छेहरू भए भित्र नजानु होला शुद्ध मान्छेहरू जुत्ता चप्पल खोलेर भित्रै गएर दर्शन गर्न पाइन्छ
क्यामेराहरू प्राय चालु गर्नुहुन्न भित्र चलाउनु न दाइ भिडियो त्यति निषेधितै हुन्छ अब तिमीहरूले फटाफट गरेर निस्किहाल्यो भन्नुभयो निषेधित हुन्छ अहिले कता सबमा जानु भयो छिर्न यता बाहिर बोर्डमै लेखिएको छ यहाँ चाहिँ परेड खेल्ने मान्छे मात्रै छिर्ने रहेछ है साथी हो परेड खेल्न सक्ने मान्छे मात्रै छिर्ने रहेछ घुँडा टेकेर छिर्नु पर्ने रहेछ कि अनि बिजाउँदो रहेछ तल लिएर आउनु पर्ने सिंगल कि डबल हे भगवान भाउजू आउनुहुन्छ हजुर हजुर एकदमै चेप रहेछ यार खै कसको प्राचीन कालमा सीता माता के हुँदै थियो अन्तर्ध्यान हुनुभएको गुफातिर चाहिँ हामी जाँदैछौँ हेरेर मात्रै जानु पर्ने हाम्रो सुतक सक्यो सुतक सकिसक्यो सक्यो जुठो सुतकोहरूलाई सुतक थाहा पारेर छैन त केटाहरूलाई प्रवेश निषेध छ भने चाहिँ हाम्रो सकिएको हो नि त केही छैन थाहा छैन अहिलेसम्म त थाहा छैन हाम्रो सुतक परेको थियो नि होइन जान मिल्यो भित्र छिर्न नमिल्ने हो जान मिल्यो किन होइन छैन भने जानु छिर्न नि मिल्छ भयो नि त छैन भने त यस्तो छ त नभए त जान मिलिहाल्यो आउनु न आउनु ल आउनुहोस् यहाँबाट उता जुत्ता चप्पल लगाएर जानु मनाइ छ ल यताबाट जाने यहाँबाट हामी मात्र सीताको शक्ति चाहिँ 108 ओमकारलाई घुमेर पुण्य कमाउनु हो त्यसलाई केहीले झालेकै छैन यो पाहाड छ नि यो पाहाड अब यहाँ मुनिसम्म नै छ यत्रो पाहाड यो अब उता गएर हेर उता सधैँ छैन सबै कसरी एकदमै हो रहेछ उँधो गण्डकी हेर्नु अब यहाँ यस्तो चेप छ सीता गुफा जाने बाटो ओहो तल गण्डकी खोला गण्डकी यहाँबाट सीता गुफा एकदमै निहुरेर जानुपर्ने छ है एउटा उताबाट सकिया बिलमा यत्रो पाहाड छ कसैले धाम्या छैन ल यिनीहरूबाट हेर केही पनि छैन क्या सपोर्ट तर भगवान्को शक्तिले यत्रो त्यत्तिकै सर्किएर भइसकेको छ सर्किएको त हो नि ल शक्ति ल एउटा शक्ति होइन त केही छ त कहीँ अडिएको यत्रो पाहाड अब यहाँ आएर हेर्नु पाहाड लड्दा पनि हुन नि कस्तो गऱ्यो अडेको ल हेर्नु त चारैपट्टिबाट उ छ यत्रो पाहाड केहीले धानिएकै छैन केले चाहिँ धानिएको त अब यता आएर हेर्नुहोस् न कत्रो पाहाड ल हेर्नु त यत्रो चिज कहिले धानिया त उताबाट हेर छैन ल हेर्नु यताबाट हेर सस्तै गएर अचम्म भिरमा यत्रो पाहाड अब यहाँ सीता भाषिया ठाउँ सीता भाषिएको यहाँबाट हो ऊ यहाँ सीताई उहाँ माथिबाट भाँसिएर यहाँबाट निस्किनु पुवालै ए उता अनि ऊ त्यता त्यहाँ जाऊ
यहाँबाट चाहिँ भित्र पुरानो छ नि यहाँबाट भाषिक हो त्यसमा त बन्द गरौँ फोटो खिच्न खोज्नु भनेर अन्त प्रकृतिको मान्छे देख्छु कि जहाँ गए नि हजुरहरूले हजुर उता छिर्नु भयो वेदान्त संस्कृत विद्यालय रहेछ यो चाहिँ अलिक हामीले देखिएन है यो चाहिँ गलेश्वर आश्रम हो जान्दा गलेश्वर आश्रम हो ठुलो आश्रम रहेछ है अर्को अर्को आश्रम सन्यास आश्रम यो चाहिँ सन्यास आश्रम भनेपछि यहाँ चाहिँ मन्दिर बाबाजीहरू मात्र बस्ने हो कि यसमा चाहिँ हुँदै यसमा चाहिँ बाबाजीहरू मात्र बस्ने हो यसमा चाहिँ सन्यास आश्रम ए पण्डितहरू ए आश्रममा अब त्यसमा बुढापाकाहरू पनि बस्छ निष्ठुरी सन्तानहरूले ल्याएर यहाँ छोडिदिन्छन् क्या बुढापाका साथी अब तपाईँहरूलाई अब देवघाट धामको चाहिँ हर दृश्यहरू अवलोकन गरेर तपाईँहरूलाई पनि देखाइयो अब कस्तो लाग्यो अब भिडियो प्रतिक्रिया दिन नभुल्नु होला अब भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला चित्त नबुझेका बोल्न नजानेका कुराहरूलाई चाहिँ फेरि सुधार्ने मौका दिँदै कमेन्ट्सहरू दिनु होला यस्तो गर भनेर धन्यवाद